गुड मर्निङ साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो नयाँ ब्लगमा। आज हामी धान हेर्न जाँदैछौँ। आइसक्यौं हामी यहाँ धान दौनी भएको छ। धान हेर्नुस्, धान त अलि बिग्रेकै छ यो पानीले, 2-3 दिनको पानीले। उहाँले सोध्नुहुन्छ धान हेर, दुईटा छ, त्यहाँ पनि छ, अगाडि पनि छ। यहाँको धान त अलि ठिकठिकै छ, त्यही पनि भिजेको छ। मैले भने सुकाउनु पर्छ, यो चल्दैन। अगाडि पनि धान छ, त्यो पनि हेर्नु पर्छ। धान यही हो साथीहरु, धान हेर्नु। धान त बिग्रिसकेको छ 2-3 दिनको पानीले। धान सुकाउनु पर्छ भन्दै त्यहाँबाट म निस्किए। फोन आयो, गाडी बाहिर गएको छ, त्यहाँ गाडीमा बोरा घटो, मान्छे कोही पनि छैन, मलाई नै बोरा लिएर जानुपर्ने भयो। बोरा मैले बाइकमा बाँधेर बोरा लिएर जाँदैछु। ल म बोरा लिएर यहाँ आइपुगेँ। केटाहरूले मेरो बाइकबाट बोरा निकाल्दैछ। बोरा यहाँ घटेको रहेछ, बोरा अलिकति अझै लाग्ने भयो। बोराले पुगेन, गाडीमा ल्याएको थियो उनीहरूले, त्यो बोराले पुगेन। अब यो बोरा लिएर भित्र जान्छ किसानकोमा, त्यही काम गरिरहेको छ। हामी पनि उनीहरूको पछाडि लाग्यो। यहाँ केटाहरू सुतिरहेको छ, हेर्नुस्। यी बोरा घटेर सुतिरहेको छ मजाले। बोरा निकाल्यो। अब धान खोकी एकदम भयो उनीहरूलाई। पुरानो धान हो नि त, धेरै खोकी लाग्छ त्यो धुलोले गर्दाखेरि। ल माल लिएर निस्कियो, लिएर जाँदैछ गाडीमा। गाडी पनि निस्कियो। अब अर्कै ठाउँमा जानुपर्ने छ, त्यहाँ पनि अलिकति छ अरे धान। आज हामी धानै लिन हिँडेको। वहाँ हेर्नुस्, मजाले बसिरहेको छ मान्छे, मजा छ। ल आइपुग्यो, गाडी ब्याक गर्दैछु। वहाँ हेर्नु, अगाडि रक्सी खाएर मजाले झुल्दै आइरहेछ। मजाले बिस्तारै हेरेर चलाऊ भन्दै म गाडी अगाडि बढाउँदैछ, पछाडि ब्याक गर्दैछ। आइसक्यो अर्को ठाउँमा। यहाँ पनि अलिअलि धान छ। धान लिएर गाडी ब्याक गरेर लगाएपछि धानहरू निकालिसक्यो। फोनमा पनि कुरा गर्दैछ केटा। यो केटा अलि फोनमा बढी नै कुरा गर्छ। धानहरू नापेर सिलाउँदै। धान सिलाइसक्यो। धान यहाँबाट अब लोड हुन्छ। लोड गरिसक्यो केटाहरूले। अब रसी बाँधेर भन्दैछ उनीहरू, मलाई भोक लागिसक्यो, केही नास्ता पनि जोगाड गर्नुपर्छ। अब खाजा मगाइदिए, खाँदैछ केटाहरू। रम्पम अब केही त भेटेन गाउँमा, रम्पमै खाऊ भनेर स्प्राइट मगाइदिए। रम्पम खाऊ, अलिअलि भोक त मेटाउनु पऱ्यो भनेर। अब उहाँको किसानको उहाँलाई बाई गर्दै हामी निस्क्यौँ आफ्नो घरतिर। र साथीहरू, आजको ब्लग यहीँ समाप्त गर्दै हामी आफ्नो घरतिर लाग्दैछौँ। थ्याङ्क यू।